हाई साथीहरु, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को मिनी भ्लगमा। अहिले चाहिँ दिउँसोको 3 बजेको छ अनि भाउजू म दिदी हामी तिनजना भएर चाहिँ पिरोल लिनको लागि जाँदैछु साथीहरु। अनि एकछिन गरी भएर यहाँनिर बस्छौँ बाटोमा। अनि हामी चाहिँ लागिसक्यो साथीहरु, म चाहिँ अगाडि अगाडि छु, दिदी र भाउजू चाहिँ पछाडि आउँदैछन्। यहाँनिर चाहिँ ओखरको रुख छ साथीहरु, एकदमै फलेको छ, कसैलाई चाहिएमा सम्पर्क गर्नु होला। ओखरको रुख नजिकै यहाँनिर घर पनि छ अनि ठ्याक्कै घरको माथि चाहिँ नासपतिको रुख छ। म चाहिँ नासपतिको रुखमा पुगिसकेँ साथीहरु, ठ्याक्कै म चाहिँ नासपति टिप्न लागिसकेँ। एकदमै मिठो गुलियो रसिलो छ। हामी एकछिन बसेर नासपति पनि खायौँ। अनि विदेशको स्याउभन्दा स्वदेशको नासपति चाहिँ एकदमै मिठो छ साथीहरु। नासपति खाइसकेर हामी चाहिँ पिरोलको भारी बाँड्नतिर लागिसक्यो साथीहरु। म चाहिँ माथि भारी बाँड्दैछु भने दिदी र भाउजू चाहिँ तल बाँड्दैछन्। अनि मैले चाहिँ भारी बाँधिसकेर दिदी भाउजूहरूमा गइसक्यो अनि मैले दुईटैको भारी पनि उठाइदिएँ। अनि चाहिँ पिरोल गाईबस्तुको गुठमा हाल्नको लागि हो। हामीले चाहिँ भारी सबैजनाले बाँधेर उठाएर हामी चाहिँ घरतिर लागिसक्यौँ। ओके बाई गाइस।